ल नमस्कार सबैजनालाई हाम्रो ब्रदर्स रिकन्डिसनको युट्युब च्यानलमा है त होप हाम्रो सबै सब्सक्राइबर साथीहरू सन्चै हुनुहुन्छ होला है। अब धेरै पछि बाइकको भिडियो चाहिँ मैले बनाउन थालेको छु। मेरो अब पर्सनल व्यस्तताको कारण मैले अपडेटहरू चाहिँ दिन पाएको थिएन। बाइकहरू चाहिँ आउने जाने चाहिँ भइरहेको थियो ब्रदर्समा है। अब अपडेट चाहिँ मैले हजुरलाई हाम्रो युट्युब च्यानल र टिकटकमा चाहिँ मैले दिन पाएको थिएन, त्यसको लागि मैले क्षमा माग्छु। अब चाहिँ हाम्रो रेगुलर भिडियो आउनेछ, नयाँ नयाँ अपडेटसहित दमदार बाइकहरू आउनेछ है। अब यस्तै गरी ब्रदर्स रिकन्डिसनलाई माया गरिदिनु होला, माया पनि गरिराख्नु भएको छ, सबैले माया चाहिँ गरिराख्नु होला है। अनि अहिले चाहिँ हाम्रो ब्रदर्स रिकन्डिसनमा अब न्यू इयर अफरहरू पनि थियो। न्यू इयर अफरमा पनि त्यस्तो हजुरलाई चाहिँ हामीले भनेको चाहिँ गऱ्यौँ है, तर त्यति अहिले चाहिँ अब भने त्यस्तो अफर पनि हामीले दिन सकेका थिएनौँ। अब चाहिँ हजुरलाई रेगुलर बाइकहरू चाहिँ हामीले अपडेट गर्ने कोसिसमा छौँ है। अब कसैलाई बाइकहरू बेच्नु छ भने चाहिँ हाम्रो ब्रदर्स रिकन्डिसनमा कन्ट्याक्ट गर्नु होला। बाइकहरू चाहिँ आउने जाने भइरहेको छ। अब धुलो छ बाइकहरू, अब नयाँ नयाँ मोटरसाइकलहरू पनि फोहोरो देखिएको छ। मेन्टेनेन्सहरू गरेर क्लिन पारेर पाउनुहुन्छ बाइकहरू चाहिँ। कसैलाई बेच्नु छ भने चाहिँ हामीलाई फर्स्ट प्रायोरिटी दिनु होला। बेच्नलाई चाहिँ हामीले मार्केटभन्दा 10-15 हजार चाहिँ बेसी नै हालिदिन्छौँ है त। ल अहिले चाहिँ ढिला नगरी अब मैले बाइकहरूको सर भिडियो हजुरलाई जानकारी दिन्छु है। 220हरू हेर्नुहोस्, 3-4 220 आएको छ, नयाँ नयाँ 220हरू धुन चाहिँ पाएको छैन। 22 मोडल 220 आएको छ, हेर्नुहोस् त यस्तो फ्रेस 220 आएको छ हाम्रो यो 2022 मोडल 220 BS6 कलरमा। लुक्सहरू क्लिन छ, इन्जिन सिल प्याक छ है, टायरहरू लुक्सहरू सबै क्लिन छ। बाइक चाहिँ फोहोर भए पनि यसको प्राइस पर्छ हजुरलाई मात्र 2,65,000 है त। 2,65,000मा यो चढ्न सक्नुहुन्छ भने हामीसँग 36 पोको 220 पनि आएको छ, 2017 मोडल 220। यसको प्राइस पर्छ हजुरलाई मात्र 1,40,000। यतामा पनि नेगोसिएबल प्राइस हो है, नेगोसिएबल चाहिँ भइरहेको छ। आएर टेबल टक गर्नु भन्छ, नेगोसिएबल चाहिँ हामीले गरिहाल्छौँ है। अब यस्तो फ्रेस 220 आएको छ, 2021 मोडल 220। अगाडि पछाडि टायर नयाँ, लुक्स क्लिन है। फोहोरले बाइक धुलोले गर्दा चाहिँ फोहोर देखियो होला, तर बाइक चाहिँ निट एन्ड क्लिन अवस्थाको छ, स्क्र्याचहरू पनि केही छैन है। अब यो टायरहरू हेर्नुहोस्, टायर चाहिँ रिसेन्टली हामीले फेरेर राखेको छ, दुइटै नयाँ टायर है। अब रनिङ पनि एकदमै कम छ यसको। 2021 मोडल 220। अब मार्केटमा चाहिँ हजुरले 2 लाख, हामीसँग अप्सनमा 2,35,000 को 30,000 को 220 पनि छ, तर यो चाहिँ थोरै महँगो छ किनकि बाइक चाहिँ फ्रेस कन्डिसनको भएर है त। यसको प्राइस पर्छ हजुरलाई मात्र 2,40,000 है त। 2,40,000मा यो 220 चढ्न सक्नुहुन्छ। अनि हामीसँग अहिले आएको बाइकहरू चाहिँ है, ल एउटा यो डियो हेर्नुहोस् त, फ्रेस कन्डिसनको डियो 2016 मोडलको डियो आएको छ, मात्र हजुरको 95,000 को डियो। FZ 250 हेर्नुहोस्, ब्याङ्कको म्यानेजरले चढेको मोटरसाइकल आएको छ। बाइक पनि एकदम फ्रेस छ है। 2019 मोडलको FZ 250 ABSमा आएको छ। यसको प्राइस पर्छ हजुरलाई मात्र 2,05,000 है। 2,05,000मा चढ्न सक्नुहुन्छ भने एउटा हामीसँग 2018 मोडलको पनि FZ 250 आएको छ है त। यसको पनि प्राइस पर्छ हजुरलाई एकदमै मिलाएर मात्र हजुरको 1,75,000 है त। 1,75,000मा चढ्न सक्नुहुन्छ। अनि हामीसँग एउटा यो FZ V2 आएको छ, 2020 मोडलको FZ V2 रेड कलरमा मन पराउने साथीहरूलाई आएको छ। इन्जिन 100% सिल प्याक, टायरहरू लुक्सहरू सबै क्लिन छ है त। यसको पनि प्राइस पर्छ हजुरलाई मात्र 1,95,000 है त। 1,95,000मा यो 2020 मोडलको FZ V2 चढ्न सक्नुहुन्छ है त। 94 पाउको 10,000 गुडेको NS पनि आएको छ है। FI ABSमा आएको छ। बाइक चाहिँ बबालै छ है। हजुरको चाहिँ यसमा चाहिँ लहर 1 रुपियाँ खर्च गर्नु पर्दैन। पछाडि अपोलोको टायरहरूदेखि लिएर सबै हालिसकेको छ। बाइक चाहिँ धुलो मैलो छ, तर सबै क्लिन पारेर पाउनुहुन्छ फुल सर्भिसिङ गरेर। यसको प्राइस पर्छ हजुरलाई मात्र यसको होला दिनेछु मात्र हजुरको 2,95,000 है त। 2,95,000मा 23 मोडल NS चढ्न सक्नुहुन्छ है त। यो एप्रिला चाहिँ हाम्रो हिजो बिकिसकेको छ। हाम्रो कस्टमर लानुभएको छ, सर्भिसिङ गर्न लिएर आउनुभएको थियो। सर्भिसिङहरू सबै क्लिन पारेर दिएका छौँ। धोइधाइ पार्नु चाहिँ बाँकी नै छ है त। ल हामीसँग अर्को FZ V2 पनि आएको छ। 2000 हाम्रो कति मोडल हो यो, 2022 मोडलको FZ V2 आएको छ। 2022 मोडल FZ V2। यसको पनि प्राइस पर्छ हजुरलाई एकदमै मिलाएर हजुरको 2,45,000 है त। 2,45,000 त्यो चाहिँ फिक्स प्राइस हो है। यो चाहिँ 2,45,000 फिक्स प्राइस हो है। ल अनि हामीसँग एउटा यो 2020 मोडलको जावा आएको छ। यसको प्राइस पर्छ हजुरलाई 2,35,000। अनि हामीसँग आएको छ यो 17 मोडलको डुक 200। 17 मोडलको डुक 200 मार्केटमा पाउनुहुन्न 2,15,000मा आएको छ। 20 मोडलको पनि पुरानो भिडियोमा देखिराख्नु भएको छ। यसको पनि प्राइस पर्छ हजुरलाई रेट घटेर आएको छ, जम्मा 3,35,000 है त। 3,35,000मा यो बाइक चाहिँ चढ्न सक्नुहुन्छ है।
मोर डिटेल्सको लागि चाहिँ हामीले दिएको नम्बरमा कन्ट्याक्ट गर्नु होला है त। एउटा यो 68 पोको आरसी आएको छ है, लुक्स क्लिन भएर आएको छ। बाइक चाहिँ अपोलोको टायर छ अगाडि पछाडि, यसको पनि हल्ला रेट घटाएर आएको छ, मात्र हजुरको 3,05,000 मा आएको छ। र यो 97 पोको 2018 मोडलको सिल प्याक इन्जिन भएको आरसी आएको छ, यसको पनि प्राइस पर्छ 18 मोडलको आरसी। यो पनि हल्ला दिनेछु मात्र 2,35,000 र 2,35,000 मा 18 मोडलको आरसी चढ्न सक्नुहुन्छ है। अनि अरू हामीसँग आएको छ एउटा यो 2021 मोडल 220, यसको प्राइस पर्छ हजुरलाई मात्र 2,30,000 है। त्यो चाहिँ अनटेबल नेगोसिएबल प्राइस हो। उसले हामीले दिएको नम्बरमा कन्ट्याक्ट गरिहाल्नु होला है त। कसैलाई बाइकहरू क्यासमा बेच्नु छ भने पनि हामीले दिएको नम्बरमा कन्ट्याक्ट गर्नु होला है। ल हामीसँग एउटा यो 74 पोको R15 V3 आएको छ, 74 पोको एबिएसमा आएको छ, फ्रेस छ बाइक है, लुक्सहरू क्लिन छ, इन्जिन 100% सिल प्याक। 21 मोडलको भनिसकेपछि हजुरलाई मैले त्यस्तो केही भन्नै परेन। यसको पनि प्राइस पर्छ हजुरलाई एकदमै मिलाएर आएको छ 3,05,000 है त। 3,05,000 मा 21 मोडलको R15 V3 चढ्न सक्नुहुन्छ है। ल एमटीहरू छ है, अहिले हामीसँग 3-4वटा एमटी छ। ल एउटा मार्केटमा कसैले दिन नसक्ने रेटमा मसँग एउटा 21 मोडलको एमटी पनि आएको छ, लुम्बिनीको नम्बर छ है। यसको चाहिँ बाइक चाहिँ फ्रेस छ, इन्जिन 100% सिल प्याक। 21 मोडलको एमटी हजुरलाई पर्छ मात्र 2,95,000 है त। 2,95,000 मा यो एमटी चढ्न सक्नुहुन्छ है। अनि हामीसँग एउटा यो 20 मोडलको एमटी पनि आएको छ, यसको प्राइस पर्छ हजुरलाई 2,95,000 20 मोडलको। अनि हामीसँग 21 मोडलको एमटी पनि छ, यसको प्राइस पर्छ हजुरलाई 3,35,000 है। धुलोले गर्दा चाहिँ बाइकहरू फ्रेस बाइकहरू पनि फोरै छ है त। अब 43 लटको हामीसँग 2018 मोडलको यो हाम्रो एफजेड V2 आएको छ, यसको प्राइस पर्छ हजुरलाई 1,65,000 भने हामीसँग अर्को पनि आएको छ यो 2011 मोडलको साइन, यसको प्राइस पर्छ हजुरलाई मात्र 75,000। एउटा यो सुपर स्प्लेन्डर छ, मात्र हजुरको 1,15,000 को भने हामीसँग 1,85,000 को डुक पनि छ। साइन छ हामीसँग 2019 मोडलको साइन, यसको प्राइस पर्छ हजुरलाई साइनको प्राइस पर्छ हजुरलाई 1,40,000। हामीसँग अर्को 1,85,000 को अपाची पनि छ है, 21 मोडलको अपाची। अनि हामीसँग 35 पोको यो दुईटा मिरर हालिदिनु छ, एफजेड V2 छ, यसको प्राइस पर्छ 1,35,000 है। अनि 56 पोको एफजेडएस V2 आएको छ, बाइक चाहिँ यस्तो फोरो छ है। अब 56 पोको यो हाम्रो एफजेड V2 आएको छ, यसको प्राइस पर्छ हजुरलाई मिलाएर 1,70,000 है त। अनि 21 पोको हाम्रो सस्तोमा एफजेड V2 पनि छ, 21 पोको एफजेड V2 है। रिसेन्टली हामीले पेन्ट सेन्ट हानेर क्लिन पारेर राखेको छौँ, धुलो मैलोले गर्दा बाइक फोरो देखे पनि इन्जिनहरू चाहिँ फ्रेस है त, लुक्सहरू फ्रेस छ। यसको पनि प्राइस पर्छ हजुरलाई यसको प्राइस पर्छ हजुरलाई 1,25,000 है त। 1,25,000 मा यो बाइक चाहिँ चढ्न सक्नुहुन्छ है। ल यो हजुरले चढ्न सक्नुहुन्छ 1,25,000 है त। 1,25,000 मा यो बाइक चाहिँ चढ्न सक्नुहुन्छ। यो हजुरको 1,70,000 को देखि लिएर हामीसँग थुप्रै बाइकहरू छ है, सरर छ। अब रेगुलर हजुरले भिडियो पाउनुहुन्छ है। ल अरू हामीसँग गोदाममा भएको हल्का फुल्का मैले बाइक पनि देखाउँछु है त। अरू गोदाममा भएको बाइकहरू पनि छ हामीसँग, हर्नेटहरूदेखि लिएर ट्र्याकरहरू, एभेन्जरहरूदेखि लिएर बेनेलीहरू छ। ल एउटा चाहिँ यो हामीसँग 2019 मोडलको पनि छ है। 19 मोडलको हाम्रो यो एफजेड V2, यो पनि अगाडि ठाउँ नभएर राख्नु नपाएको, अगाडि बाइक पनि फ्रेस छ है। यसको पनि प्राइस पर्छ हजुरलाई 1,70,000 भने हामीसँग 21 मोडलको पल्सर पनि आएको छ है त। 21 मोडलको पल्सर छ, अगाडि ठाउँ नभएर यस्तै छ है। 21 मोडलको पल्सर प्राइस पर्छ हजुरलाई एकदमै मिलाएर 1,75,000 भने हामीसँग गुस्टो आएको छ है त। गुस्टो पहिलाको भिडियोमा पनि देखिराख्नु भएको थियो, अलि बेन्सेन्ट हानेर क्लिन पारेर ल्याएका छौँ, हजुरलाई एकदमै मिलाएर दिनेछु है। यो गुस्टो पनि 17 मोडलको गुस्टो, नम्बर प्लेटहरू लेखेर सबै गरेर मात्र हजुरलाई दिनेछु 65,000 है त। 65,000 मा दिनेछु। सस्तो पल्सर खोज्ने साथीहरूलाई हामीसँग पल्सर पनि आएको छ है। हामीसँग 12 मोडलको पल्सर, टायरहरू लुक्सहरू क्लिन छ, यसको प्राइस पर्छ हजुरलाई 75,000 है त। 75,000 मा यो गुस्टो चढ्न सक्नुहुन्छ है। एकदमै फ्रेस छ है बाइक पनि। सरी गुस्टो पल्सर यो 2000 हाम्रो 12 मोडलको पल्सर 75,000 मा चढ्न सक्नुहुन्छ है त। अरू पनि छ उता पछाडि, त्यो बाइक पनि मैले देखाउँछु है त। यता पनि हामीसँग बाइकहरू छ है त। एउटा यो 19 मोडलको 220 छ, यसको प्राइस पर्छ हजुरलाई 1,75,000 भने हामीसँग एउटा यो 2021 मोडलको एप्रिला छ, यसको पनि प्राइस पर्छ हजुरलाई 1,65,000 भने 22 मोडलको एभेन्जर छ, यसको प्राइस पर्छ हजुरलाई 2,45,000।
अनि हामीसँग यो सस्तोमा एउटा यो 2016 मोडलको यो हाम्रो विक्रान्त छ। यसको प्राइस पर्छ हजुरलाई 65,000 भने। गुस्टो पनि छ 16 मोडलको गुस्टो, यसको प्राइस पर्छ हजुरलाई 65,000। डुक छ हामीसँग 2,40,000 को डुक। अब यो एउटा एफजेड छ 1,25,000 को 17 मोडलको डुक छ हामीसँग 2,30,000 को डुक छ है त। एभेन्जर चाहिने साथीहरूलाई यो मात्र हजुरलाई दिनेछु 35,000 मा। बिलबुकहरू छैन, 35,000 मा यो एभेन्जर चढ्न सक्नुहुन्छ है त। ल यस्तै छ बाइकहरू चाहिँ। कार चाहिने साथीहरूलाई एउटा हामीले कार पनि ल्याएको छ है त। 2016 मोडलको एलेक्स ल्याएको छौँ। 2016 मोडलको एलेक्स अल्टो। यो पनि गाडी फ्रेस छ है, गाडी एक्सिडेन्ट चाहिँ छैन, एकदमै निट एन्ड क्लिन अवस्थाको गाडी छ। यसको प्राइस पर्छ हजुरलाई मात्र 10,75,000 है त। 10,75,000 मा यो अल्टो एलेक्स आफ्नो बनाउन सक्नुहुन्छ है। ल त्यस्तै गरी हाम्रो बजाज टी कन्डिसनलाई माया गरिदिनु होला। बाइकहरू चाहिँ अपडेट हुने क्रम जारी नै छ है। कसैलाई क्यासमा बाइकहरू बेच्नु छ भने पनि हामीले दिएको नम्बरमा कन्ट्याक्ट गर्नु होला भन्दै हजुरलाई मैले नेक्स्ट भिडियोमा छिटै भेट्नेछु। ल धन्यवाद।